रवि दाई हजुर अनि आजको घुमाइ कस्तो भयो र अहिलेको घामको रापमा हिँड्न पर्दा तपाईलाई कस्तो फिलिङ आइराछ? अहिले धेरै त्यस्तै आगाकै 100 डिग्रीको छेउछेउ हिँड्ने जस्तो लागेर। अनि यो बेलामा तपाईले पानी पाउनु भयो भने तपाई के गर्नुहुन्छ ल भन्नुस् त? खुल्ला जानकारी दिनु त। पायो भने खाएर एकदम रिल्याक्स गर्नु। अनि अहिले पानी नपाउँदाको अवस्था कस्तो छ हाम्रो ल भन्नु त? अहिले पुरै कस्तो रिल्याक्स भयो जस्तो भएन नि, आएर नि रिल्याक्स भयो जस्तो भएन क्या पानी नखानेको अवस्थामा। अनि ल त भनौँ त हाम्रो झापाली सर कस्तो फिलिङ हुँदैछ बिना पानीको? कस्तो भन्नु, पानी बिनाको मात्र जस्तो भएको छ जीवन होइन। पानी नभएर फटाक फटाक उफ्रिरहेछ। बाहिर हेऱ्यो भने ढुकुर परेवा ढलिरहेको छ पानीको कारणले। हामी त मान्छे भएर अलिक सहनशीलता भएर धैर्य धारण गरेर दुःख छहारीमा बसेको छौँ। कस्तो भन्नु जिन्दगी हो, जिन्दगी यस्तै छ। यो मरुभूमिमा 55-56 डिग्रीको घाममा घुम्न आइएको छ। त्यही हो जिन्दगी। अब के गर्छ, अरू त सम्मकै नहुने भइयो, आउनै पर्यो। नेपाल भनेको अब गफले मात्रै चल्ने भयो। त्यही हो जिन्दगी। अब एउटा सङ्घर्ष हो, सङ्घर्ष गर्नै पर्छ। सङ्घर्ष नगरी फल मिल्दैन। के नि कस्तो गर्नै पर्छ। केही गर्नु लागि नेपाल छोडेर परेस आइएको छ। यही छ हाम्रो जिन्दगी, यस्तै छ, चल्दैछ जसो तसो। घाम पानी नभनिकन चाहिँ गर्नै परेको छ। एकदम भनिकन गन्तव्य चाहिँ हाम्रो टुङ्गेको छैन। गन्तव्य अझै जारी छ। त्यही हो, पानी नै नपाए पनि गन्तव्यसम्म पुग्ने स्थिति चाहिँ गन्तव्यसम्म पुग्ने स्थिति हाम्रो अलिक प्रयास जारी छ। त्यसलाई चाहिँ कन्टिन्यू हामीले गरिरहेका छौँ। त्यही हो। अनि दाजु कस्तो मेरो त्यही हो, पानीले चाहिँ एकदमै प्याक बनायो। यो 52 डिग्रीको घाममा हिँडाइ मचिएको छ, गाडी घोडा छैन होइन। अब गन्तव्य हाम्रो अहिलेको ग्रान्ड महल सनैया, यहाँबाट 17 किलोमिटर छ। अब 17 किलोमिटर हिँड्ने अझै पनि हिम्मत राखिएको छ। गोर्खालीको छोरो पर्यो। त्यही हो, दुःख छ सुख छ, जीवनमै छ। जे होस् गोर्खाली भनेर चाहिँ आफ्नो बहादुरी चाहिँ देखाउन, कतारमा आएर नि यो घाममा पनि देखाउन पर्ने स्थिति आइगयो। स्थिति पनि देखाउनु पर्ने बाध्यता पनि र हिम्मत हारिएको छैन। अब 17 किलोमिटर यहाँबाट फेरि पैदल यात्रा तय गर्दैछौँ हामीले। अब पानीको चाहिँ एकदमै हाकार छ। खाना पाए चाहिँ स्वर्ग नै गयो जस्तो हुन्थ्यो होला जस्तो लागिरहेको छ। अनि रवि दाई अनि 16-17 किलोमिटर हिँड्न सक्नुहुन्छ त तपाईँ? होइन, म यहाँ एउटा गाडी बोलाइरहेको छु। गाडी एकछिनपछि गाडी आउँछ, उसको गर्लफ्रेन्डको गाडी छ अरे कतारमा। गर्लफ्रेन्ड ड्युटी भएपछि उसलाई पिकअप गर्ने गाडी आउँदैछ तर 11 खुट्टे 11 खुट्टे हो कि कति खुट्टे हो पनि आउँदैछ। बाद 2 खुट्टेमै आउँछ, बाद 3 खुट्टे आउँछ कि। लेट्स गो गाइज। हामी त यता रहेछ नि त यात्रा त। म्यापले त यता देखायो नि त ग्रान्ड महल त। यो त लुसेल यता त गाडी पाइन्छ कि यता? गाडी पाउने ठाउँ चाहिँ होला सायद, तर हाम्रो यात्रा चाहिँ 17 किलोमिटर यता हो। यता चाहिँ लुसेल जाने रहेछ भनेपछि। ल हामी समुद्रको किनार हुँदै यहाँ के अरे के भन्छ अरे ठाउँलाई? यो भनेको कर्नेस सेन्टरमा आइपुग्यो। अब यस्तो घाम छ, न छाता छ न पानी छ, बिर्खा लागिरहेछ। के गर्नु, मर्नुभन्दा बोलाउन बेस भन्छन्। समुद्रको पानी नै खाऊँ कि जस्तो नै।